ओमानमा जारी आईसीसी मेन्स T20I विश्वकप इस्ट एसिया पेसिफिक छनौटको सुपर 6 मा लगालग 2 जितसहित हौसिएको नेपालले आज बुधबार बलियो ओमान विरुद्ध खेल्दैछ। जारी छनौटमा अपराजित यात्रामा रहँदै सम्म B को विजेता हुँदै सुपर 6 मा सनसनी मचाइरहेको नेपाल र सोही लयमा रहेको ओमान क्रिकेट टिम बीचको भिडन्त भने कस्तो रहला त। आजको यस भिडियोमा हामी नेपाल र ओमान क्रिकेट बीच हुने यो खेलको म्याच प्रिभ्यू बारे भिडियो लिएर उपस्थित भएका छौं। तसर्थ यो भिडियोलाई सुरुदेखि अन्तसम्म हेरेर साथ दिनुहुन्छ भन्ने हामीले आशा पनि राखेका छौं। तसर्थ एउटा लाइक गरेर पनि सबैजनाले साथ पनि दिनु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्दै जोडिनु होला क्रिकफुट नेपाल परिवारमा। अहिले सुपर 6 अन्तर्गतको युएई र सामोआ बीचको खेल पनि हुँदैछ र यो भिडियो तयार पार्दै गर्दासम्म सामोआले टस जित्दै सुरुवातमा बलिङ गर्ने निर्णय लिँदा युएईलाई सुरुवातमा ब्याटिङको निम्तो दिएको छ र आज यो खेलको नतिजा पनि निकै महत्त्वपूर्ण छ नेपाली क्रिकेट फ्यानहरुको लागि। आज युएईले सामोआलाई पराजित गर्छ भने नेपालले 2 खेल अगाडि नै विश्वकपमा स्थान बनाउनेछ र यो सानो गुड न्यूज सँगै अब भने हामी आजको विषयवस्तुतर्फ लागौं। आउनुस् भिडियोलाई सुरु गरौं। आईसीसी T20I र्याङ्किङको कुरा गरौं। आईसीसी T20I र्याङ्किङमा 17औं स्थानमा रहेको नेपाल र नेपाल भन्दा 3 स्थान तल अर्थात् 20औं स्थानको ओमान बीच T20I क्रिकेटमा आइतबार 9 औपचारिक भेट रहनेछ। यी दुई बीच भएको पछिल्ला 8 भेट मध्ये नेपाल 5 खेलमा विजयी भएको छ र नेपाल ओमान विरुद्ध 3 खेलमा भने पराजित भएको छ। पछिल्लो पटक नेपाल र ओमान जारी इस्ट एसिया पेसिफिक क्वालिफायर्स अघि आयोजित अभ्यास खेलमा भएको थियो। ओमानकै अल अमिरेट क्रिकेट मैदानमा घरेलु टोली विरुद्ध मैदान उत्रिएको नेपालले 6 विकेटको शानदार जित निकाल्यो। टस जितेर पहिले बलिङ गरेको नेपालले ओमानले दिएको 110 रनको सामान्य लक्ष्य नेपालले केवल 4 विकेटको क्षतिमा 17औं ओभरमै पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले ब्याटिङतर्फ सर्वाधिक 61 रन बनाए भने बलिङतर्फ दिपेन्द्र सिंह ऐरीले 3 विकेट लिएका थिए। जारी विश्वकप छनौटमा भने जापान र कुवेत सम्मिलित सम्म B मा रहेर प्रतिस्पर्धा गरेको नेपाल सम्म विजेता हुँदै अन्तिम 6 मा प्रवेश पाएको हो भने यता सामोआ र PNG सम्मिलित सम्म C को विजेता टिमको रूपमा ओमान पनि सम्म विजेता रहँदै सुपर 6 मा आइपुगेको हो। सुपर 6 मा युएई र कतार दुवैलाई हराएको ओमान अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। यता युएई र कतारलाई पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको नेपाल पनि जारी छनौटमा अपराजित अर्को टोली हो। सुपर 6 का शीर्ष 3 स्थानमा रहने टिमले अर्को वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने T20I विश्वकपमा स्थान पाउने हुँदा लगभग छनौट भइसकेको नेपाल आज बुधबार ओमान विरुद्धको खेलमा जितले पनि अर्को बलियो आधार तय गर्नेछ। बुधबार ओमानको राजधानी मस्कट स्थित अल अमिरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार आज राति 8:45 बजेबाट सुरु हुने नेपाल र ओमान बीचको खेल हुँदैछ र तपाईहरुको विचार चाहिँ के लाग्छ? ओमानलाई भन्ने हो भने हामीले यो क्वालिफायर खेल्नु अगाडिको अभ्यास खेलमा ओमानलाई हामीले पराजित गरेका थियौं। के आज ओमान सो खेलको बदला लिने सोचका साथ आज नेपाल विरुद्ध आफ्नै मैदानमा उत्रेला या त अपराजित रहेको नेपाल आज ओमानलाई पनि पराजित गर्न सफल होला? के लाग्छ आफ्नो राय कमेन्ट बक्समा लेख्नु होला। आजको यो भिडियो पनि यति नै। आगामी भिडियो लिएर फेरि पनि हामी उपस्थित हुने नै छौं। त्यतिन्जेलका लागि भने अन्य भिडियोहरू पनि हेर्दै गर्नु होला।